Hey group, how are you feeling? के भइरहेछ है रमाइलो भयो एकदम यो के को ट्रिप हो ल भन्नु त एशियन पेन्ट्स को ट्रिप हो कि के को ट्रिप हो एशियन पेन्ट्स फिलिपिन्समा हैन झरनामा जाने एउटा प्रोग्राम राखेको थियो चाहिँ हामी त्यहाँ पुग्यौं जसरी जाँदा जाँदै बाटोमा चाहिँ हैन धेरै स्ट्रगलहरु कति पर्ला त्यहाँ पुग्दाखेरि झन् के भन्नु बढी एक्साइटमेन्ट भयो ओके ल उमेश के छ मेरो सबभन्दा लास्टमा डुबल के मार्यो पल्टाइदिएर सबभन्दा मलाई चाहिँ यो पल्टाइदिएको मलाई चाहिँ यो एशियन पेन्ट्सले जुन यो हामी यो पाक हान्जे भन्ने ठाउँमा यो पाक सान्जे भनेर हामी भन्छौँ तर यिनीहरूले पाक हान्जे भन्दो रहेछ त्यो ठाउँमा हामी यो अपस्ट्रिम यो वाटरफल्समा हामी आएका छौँ र सबैभन्दा गजबको कुरा के भन्दा यो मान्छेले अपस्ट्रिम जाँदाखेरि सबै मान्छेले तानेर ठाउँ ठाउँमा माथिसम्म ल्याउँदा असाध्यै गाह्रो र अहिले हामी डाउन स्ट्रिम गइरहेछौँ डाउन स्ट्रिम जाँदा चाहिँ अत्यन्तै सजिलो अब उनीहरूलाई सजिलो हुनुपर्छ जस्तो लाग्छ मलाई र जुन वाटरफल्समा जुन हामी भिज्यौँ त्यो अत्यन्तै राम्रो र अब ल्याएर पल्टाए हामी पुरै भिजा छौँ त्यो पनि अत्यन्तै राम्रो र एशियन पेन्ट्सले कतिसम्म माइक्रो म्यानेजमेन्ट गरेछ यो पालि भन्ने कुरा यो हामी यत्रो अपस्ट्रिममा आएर यो जुन वाटरफल्सको छेउमा जुन एउटा सानो हुन त केही ठुलो कुरो होइन त्यो म्यागी एउटा दिँदाखेरि पनि वास्तवमा त्यो हो म्यानेजमेन्ट भनेको मलाई त्यस्तो लाग्यो थ्याङ्क यू एशियन पेन्ट्स होइन यो फेरि मैले गणेशलाई भनेर मात्रै भनेर होइन मैले एकदम एक्चुअल कुरामा भन्छु गाली गर्ने कुरामा गाली पनि गर्नुपर्छ माया गर्नुपर्ने कुरामा माया पनि गर्नुपर्छ मेरो कुरा यति हो है ल फ्रेन्ड्स जिन्दाबाद हुर्रा हुर्रा